नमस्ते। आज हामी कार्ल मार्क्सको जनसङ्ख्या बारेको एउटा निकै भनौँ न अनौठो र अक्सर गलत बुझिने सिद्धान्तको बारेमा कुरा गर्दैछौँ। मार्क्सले जनसङ्ख्यालाई कसरी हेर्थे त? आउनुहोस् यसलाई अलिक गहिराईमा गएर बुझौँ। सुरुवात गरौँ एउटा एकदमै महत्त्वपूर्ण प्रश्नबाट। आखिर किन सबैभन्दा गरिब समुदायमा नै सबैभन्दा धेरै बच्चाहरू हुन्छन्? यो त एउटा पहेली जस्तै छ होइन र? यही पहेलीले नै हामीलाई मार्क्सको सिद्धान्तको गहिराईमा लैजान्छ। अब हेर्नुहोस् है, सामान्यतया हामी के सोच्छौँ कि यो व्यक्तिगत छनौटको कुरा हो वा सायद संस्कृति वा शिक्षाको कमीले गर्दा होला। तर मार्क्सले भने होइन होइन होइन, उनले त समस्याको जड नै हाम्रो आर्थिक प्रणाली हो भने। कस्तो फरक सोच है। ल त्यसो भए आज हामी के कुरा गर्छौँ त? हामी मार्क्सको फरक जनसङ्ख्या सिद्धान्तबाट सुरु गर्छौँ, त्यसपछि पुँजीवादको वर्गीय द्वन्द्व अनि गरिबीको त्यो कहिल्यै नटुङ्गिने चक्रबारे बुझ्नेछौँ। अनि मार्क्सले के समाधान दिए, त्यो कति सही थियो र अहिले पनि उनको विचार किन महत्त्वपूर्ण छ भन्ने कुरामा पनि जानेछौँ। ल सुरु गरौँ पहिलो खण्डबाट। एक फरक जनसङ्ख्या सिद्धान्त। यहाँ एउटा रमाइलो कुरा के छ भने नि, मार्क्सले जनसङ्ख्याको बारेमा छुट्टै किताब लेखेका थिएनन्। उनको यो विचार त वास्तवमा उनको पुँजीवादप्रतिको समग्र आलोचनाबाटै निस्किएको हो। अब जाउँ दोस्रो खण्डमा, पुँजीवादको वर्गीय द्वन्द्व। यो बुझ्नको लागि हामीले अलिकति समयमै पछाडि फर्कनुपर्छ, 19औं शताब्दीको औद्योगिक युरोपमा, जहाँ मार्क्सले यी सबै कुराहरू देखिरहेका थिए र लेखिरहेका थिए। यो समयलाई हेरौँ त। 1848मा कम्युनिस्ट घोषणापत्र अनि 1867मा दास क्यापिटल। यो ठ्याक्कै त्यही समय थियो जब औद्योगिक क्रान्तिले युरोपलाई हल्लाइरहेको थियो। एकछिन सोच्नुहोस् त, मार्क्सले ती धुवाँ ओकल्ने फ्याक्ट्रीहरू, मजदुरहरूको भिड र त्यो पुरै बदलिरहेको संसारलाई हेरेर यी कुराहरू लेख्दै थिए। मार्क्सको विश्लेषण एकदमै सिधा छ। उनले समाजलाई दुई वर्गमा बाँडे। पहिलो वर्ग हो बुर्जुवा वर्ग, मतलब जोसँग उत्पादनका साधनहरू छन्, फ्याक्ट्री, पैसा, सबै कुरा। छोटकरीमा भन्दा मालिकहरू। मार्क्सले उनीहरूलाई शोषक भने। अनि दोस्रो वर्ग हो सर्वहारा वर्ग। यिनीहरू भनेका कामदारहरू हुन्, जसले आफ्नो श्रम बेचेर मात्रै बाँच्न सक्छन्। मार्क्सको नजरमा यिनीहरू शोषित भए र उनको पुरै सिद्धान्त नै हो यही दुई वर्ग बीचको लडाईँमा टिकेको छ। अब हामी तेस्रो खण्डमा आइपुगेका छौँ, गरिबीको दुष्चक्र। साँच्चै भन्ने हो भने हामी अब मार्क्सको सिद्धान्तको एकदमै केन्द्रमा, भनौँ न मुटुमै पुग्दैछौँ। यहाँ उनले अतिरिक्त जनशक्ति भन्ने एउटा अवधारणाको कुरा गरेका छन्। यो चक्र कसरी चल्छ त? ल हेरौँ है। पहिलो कुरा, आशा। गरिब परिवारले सोध्छन् धेरै सन्तान भए धेरै हात कमाउनलाई हुन्छन्, तर त्यसले के हुन्छ? दोस्रो, बजारमा काम गर्ने मान्छेको बाढी नै आउँछ र अन्त्यमा परिणाम के निस्कन्छ? जति धेरै कामदार उति नै कम ज्याला। सिम्पल हो। यही हो मार्क्सको मुख्य तर्क। उनी यसलाई अतिरिक्त जनसङ्ख्या भन्छन्। यो भनेको के हो भने पुँजीवादी प्रणालीले जानी जाने कामदारहरूको सङ्ख्या धेरै बनाइराख्छ। किन? ताकि ज्याला सधैँ कम रहोस् र मालिकहरूको नाफा सधैँ माथि। र कुरा यतिमा मात्रै सकिँदैन, यसमा अर्को कुरा पनि थपिन्छ, टेक्नोलोजी। जब नयाँ नयाँ मेसिनहरू आउँछन्, त्यसले मानिसको काम खोज्छ। अनि के हुन्छ? मानव श्रम झन सस्तो हुँदै जान्छ। यसले त त्यो अतिरिक्त श्रमको समस्यालाई झनै विकराल बनाइदिन्छ। त्यसैले त कार्ल मार्क्सले सिधै भनेका छन्, जनसङ्ख्या वृद्धि पुँजीवादी नीतिकै कारणले मात्र हुन्छ। यो भनाइले एकदमै स्पष्ट पार्छ कि उनको लागि जनसङ्ख्या वृद्धि भनेको कुनै प्राकृतिक वा जैविक कुरा थिएन, यो त पुरै आर्थिक खेल थियो। अनि अन्त्यमा नतिजा के त? गरिब झन गरिब हुँदै जान्छ र जब ऊ झन गरिब हुन्छ, उसलाई फेरि लाग्छ अझै धेरै बच्चा चाहियो कमाउनलाई, र बस यो गरिबीको दुष्चक्र घुमिराख्छ। अब चौथो खण्डमा जाउँ, मार्क्सको समाजवादी समाधान। ल यस्तो भयानक दुष्चक्र छ भने यसलाई तोड्ने उपाय के त? मार्क्सले के भन्यो होलान्? मार्क्सको समाधान एकदमै प्रष्ट थियो। समस्या के हो? पुँजीवादी नीतिहरू। त्यसो भए समाधान के हो? पुँजीवादको अन्त्य। उनको लक्ष्य थियो वितरणात्मक न्याय, मतलब सबैलाई बराबर बाँड्ने। कसरी? राज्यले सबै स्रोत साधन आफ्नो नियन्त्रणमा लिने र अन्ततः व्यक्ति र समाजबीच एउटा सन्तुलन, एउटा सामञ्जस्य कायम हुनेछ। ठिक छ, यो त भयो मार्क्सको समाधान। तर के उनको यो सिद्धान्त साँच्चै काम लाग्ने खालको थियो त? अब पाँचौं खण्डमा
आउनुहोस् यो सिद्धान्तको अलिकति चिरफार गरौँ, यसका आलोचनाहरूलाई हेरौँ। आलोचकहरूले मार्क्सको सिद्धान्तमा धेरै खोटहरू औँल्याएका छन्। उनीहरू के भन्छन् भने, पहिलो कुरा, मार्क्सले जनसङ्ख्या वृद्धिका अरू थुप्रै कारणहरूलाई पूरै बेवास्ता गरे। दोस्रो, यो सिद्धान्त त एकदमै कट्टर पुँजीवादी समाजमा मात्र लागू होला। र तेस्रो, समाजवादी देशहरूले नै जे भोगे त्यसले त मार्क्सको कुरालाई गलत साबित गरिदियो। भन्नुको मतलब आलोचकहरू भन्छन् कि मार्क्सले सबै कुरालाई अर्थतन्त्रमा मात्रै जोडे, जुन अलि बढी नै भयो। उनले स्वास्थ्य सेवामा भएको विकास, शिक्षाको स्तर, मानिसहरूको धार्मिक विश्वास र अरू सामाजिक कुराहरूले पनि जनसङ्ख्यामा कत्रो असर पार्छ भन्ने कुरालाई त वास्तै गरेनन्। यहाँ हेरौँ न, मार्क्सले के दाबी गरे र वास्तवमा के भयो। उनले भने समाजवाद आएपछि सबै ठिक हुन्छ, समाजमा सन्तुलन आउँछ। तर सोभियत सङ्घ जस्ता समाजवादी देशहरूले आफै जनसङ्ख्या नियन्त्रणका नीतिहरू ल्याउनु पर्यो। यो त मार्क्सले भनेको भन्दा ठिक उल्टो भएन र? ल, अब हामी अन्तिम खण्डमा आइपुग्यौँ। यो विचार किन आज पनि जीवित छ? यति धेरै आलोचना छन्, त्यसो भए हामी किन अझै मार्क्सको यो सिद्धान्तबारे कुरा गर्दैछौँ त? केही त पक्कै होला। यसको सबैभन्दा ठूलो सन्देश के हो भने नि, हाम्रो आर्थिक प्रणालीले जनसङ्ख्यालाई कसरी चलाउँछ भन्ने कुरामा एउटा शक्तिशाली तर प्राय नदेखिन भूमिका खेल्छ। मार्क्सको सिद्धान्त 100% सही थियो वा थिएन त्यो आफ्नो ठाउँमा छ, तर उनले अर्थतन्त्र र जनसङ्ख्या बीचको यो जुन गहिरो सम्बन्ध छ नि, त्यसलाई सबैको अगाडि ल्याइदिए। त्यो नै ठूलो कुरा हो। र अन्त्यमा एउटा प्रश्नमा सोच्न छोडेर जाँदैछु। आजको दिनमा हाम्रो आर्थिक अवस्थाले हाम्रो जीवनका सबैभन्दा व्यक्तिगत निर्णयहरूलाई, जस्तै परिवार बढाउने वा नबढाउने भन्ने कुरालाई कतिको प्रभाव पार्छ होला? यो प्रश्नले 19औं शताब्दीको सिद्धान्तलाई सोझै हाम्रो आजको जीवनसँग जोडिदिन्छ। यही प्रश्नमा विचार गर्दै गर्नुहोला। अर्को पटक फेरि भेटौँला।